नमस्ते सबैजनालाई। आज हामी सरकारी लेखा प्रणाली र लेखा परीक्षणको बारेमा पढ्नेछौँ। यो विषय सुरु गर्नुभन्दा पहिला लेखा भनेको के हो हैन त्यसको बारेमा अलि पढ्नेछौँ र त्यसपछि हामीले सरकारी लेखा प्रणालीको बारेमा पढ्नेछौँ। अनि बल्ल लेखा परीक्षण भनेको के हो भन्ने बुझ्न सक्छौँ है। ल लेखा भनेको के हो बुझ्नुपर्छ। वाट इज एकाउन्टिङ, राइट? लेखा भनेको के हो? लेखा भनेको कारोबारमा भएको देखिने गरी प्रचलित कानून बमोजिम राख्ने अभिलेख खाता र किताब र प्रमाण र कागजात हो। वित्तीय कारोबारहरूलाई पहिचान, अभिलेखबद्ध र वर्गीकरण, व्याख्या र प्रतिवेदन तयार गर्ने समग्र कार्य हो, राइट? लेखा भनेको त्यस्तो लेखा हो जहाँ हामीले हिसाब किताबको विवरण अभिलेख राख्ने गर्छौँ। जस्तै हामीले कुनै व्यवसाय गर्दाखेरि, कुनै कार्य गर्दाखेरि हैन, एउटा जुन सिम्पल वेमा जुन हामीले लेखाजोखा राख्छौँ नि कुनै पनि आर्थिक गतिविधिको, हो त्यही नै हो लेखा। हामीले आफ्नो एउटा पर्सनल लाइफमा पनि जे खर्च हुन्छ, जे आम्दानी हुन्छ, एउटा सानो व्यवसायमा पनि हामीले लेखा राखेका हुन्छौँ हैन। त्यो हिसाब राखेका हुन्छौँ, भोलिको दिनमा मिलेको छ कि छैन हैन, त्यो जाँचबुझ गर्नको लागि हामीले लेखा राख्छौँ, ताकि भोलिको दिनमा कुनै त्यस्तो समस्या भयो भने लेखाबाट केही त्रुटि कमी कमजोरी समाधान गर्न सकिन्छ भने त्यो उद्देश्यले हामीले लेखा राख्छौँ, राइट? हाम्रो आर्थिक गतिविधि कसरी चलिराखेको छ र कसरी अगाडि जाने हो भने त्यो विषयको लागि पनि हामीले लेखा राख्नेछौँ हैन, लेखा राख्छौँ। तर यहाँनिर हामीले सरकारी लेखा प्रणालीको बारेमा पढ्नुपर्ने हुन्छ। तपाईले लेखा भनेको सिम्पल भाषामा के बुझ्नु भने वित्तीय कारोबारहरूलाई पहिचान गरी अभिलेखबद्ध, वर्गीकरण पनि गर्ने, व्याख्या पनि गर्ने र प्रतिवेदन तयार गर्ने समग्र कार्य नै हाम्रो लेखा हो। हेर्नुस्, लेखामा के हुन्छ भने कुनै न कुनै एउटा आर्थिक कारोबार भएको हुन्छ, पैसासँग सम्बन्धित कारोबार भएको हुन्छ, हिसाब किताब भएको हुन्छ हैन। हैन त्यो हिसाब किताबलाई पहिचान गर्ने, कति खर्च भयो, कति आम्दानी भयो हैन, कसरी यो व्यवसाय चलिराखेको छ हैन, त्यो पहिचान गरेर त्यसलाई एउटा डकुमेन्ट बनाउने, अभिलेख राख्ने, रेकर्ड राख्ने हैन, त्यसलाई वर्गीकरण पनि गर्ने, क्याटेगोरिज वाइ पनि छाट्ने, खर्चको कति खर्च भयो, आम्दानी कति भयो हैन, हाम्रो हिसाब किताब अलग अलग राख्ने, त्यो भनेको वर्गीकरण हो। त्यसपछि त्यसलाई व्याख्या पनि गर्ने, यदि आम्दानी भइरहेछ भने कसरी आम्दानी भइरहेछ, खर्च भइरहेछ भने कसरी खर्च भइरहेछ हैन, त्यसको व्याख्या भनेको त्यसलाई मूल्याङ्कन गर्ने, विश्लेषण गर्ने भन्न खोजेको हो क्या। अनि त्यसपछि लास्टमा घाटा होस् या नाफा होस् त्यसको अन्तिम प्रतिवेदन, अन्तिम रिपोर्ट निकाल्ने समग्र कार्य नै हाम्रो एउटा लेखा अन्तर्गत पर्छ। सिम्पली भाषामा एकाउन्टिङ भनेको हामीले एउटा आफ्नो एउटा पर्सनल लेभलमा पनि, पर्सनल लाइफमा पनि एउटा डायरी मेन्टेन गरेका हुन्छौँ नि। कुनै कारोबार गर्दाखेरि, कुनै खर्च गर्दाखेरि, केही आम्दानी हुँदाखेरि एउटा सानो पेपरमा अथवा मोबाइल फोनमा हामी टिपोट गरेर लेख्छौँ नि, त्यही नै हो लेखाजोखा। आर्थिक गतिविधिको, वित्तीय कारोबारको हामीले पहिचान गरेर त्यसको अभिलेखन गर्ने, त्यसको प्रतिवेदन तयार गर्ने, वर्गीकरण गर्ने, त्यो समग्र कार्यले हामीले लेखा भन्छौँ। लेखा भनेको पैसासँग सम्बन्धित चिज हो। पैसाको कारोबार भयो कि हामीले त्यो चिजहरूलाई रेकर्ड गरेर राख्ने, टिपेर राख्दिने, त्यो टिपेर राख्ने कार्य नै हाम्रो लेखा हो, पैसासँग सम्बन्धित चिजहरू। त्यसलाई नै एकाउन्टिङ भनेर भनिन्छ। तर यहाँ हामीले लेखा मात्र पढेर हुँदैन, यहाँ त हामीले सरकारी लेखा प्रणालीको बारेमा नै पढ्नु छ, हो कि होइन? सरकारी लेखा प्रणाली अब भनेको के हो? त्यही लेखा हिसाब किताबलाई सरकारद्वारा सरकारी कार्यालयहरूले, सरकारी निकाय, मन्त्रालय, विभागले गर्ने कार्य नै सरकारी लेखा प्रणाली हो। तपाईँ हामीले एकचोटि लेखा बुझिसक्नु भएको छ भने त्यही लेखाले यदि सरकारी कर्मचारीले, सरकारी संयन्त्रले हैन, सरकारी के अरे मन्त्रालय विभागहरूले हैन, सरकारी कानून र ऐन नियम बमोजिम यदि लेखा परीक्षण के अरे लेखा राखिरहेछन्, लेखाजोखा राखिरहेछन्, हिसाब किताबको विवरण राखिरहेछ, रेकर्ड गरिरहेछ, अभिलेख तयार पारिरहेछ, प्रतिवेदन तयार पारिरहेछ भने त्यो हो सरकारी लेखा प्रणाली। सरकारी संयन्त्रले गर्ने भनेको सरकारी लेखा प्रणाली भइसक्यो। परीक्षामा केही भिन्नता छैन, चिज त्यही हो। लेखा भनेको हिसाबको कारोबारको लेखाजोखा राख्ने, वर्गीकरण गर्ने, अभिलेख गर्ने र त्यसपछि रिपोर्ट निकाल्ने, प्रतिवेदन तयार पार्ने, हो कि होइन? तर यहाँनिर सरकारी जोड्नुको अर्थ भनेको के हो? सरकारी शब्दबाट के थाहा हुन्छ भने कि सरकारी मन्त्रालयले, सरकारी विभागले, सरकारी कार्यालयहरूले राख्ने अभिलेख, राख्ने हिसाब किताब हैन, लेखाजोखा राख्ने, वित्तीय कारोबारको प्रतिवेदन निकाल्ने सम्मको कार्य नै सरकारी लेखा प्रणाली हो। गभर्मेन्ट एकाउन्टिङ सिस्टम, गभर्मेन्टले गर्ने कार्य भनेको सरकारी लेखा प्रणाली। हुन त यहाँ निजीहरूले पनि गरेको हुन्छ, तर यहाँ निजीहरूले मतलब गरेको चिज हामीले पढ्नु छैन। निजीले पनि त यही चिज गर्ने हो नि, लेखाजोखा नै राख्ने हो, रेकर्ड राख्ने हो, त्यसलाई प्रतिवेदन निकाल्ने हो, रिपोर्ट निकाल्ने हो, अन्त्यमा हो कि होइन, विश्लेषण गर्ने, मूल्याङ्कन गर्ने। तर
ता हामीले निजी क्षेत्रको पढ्नु छैन। त्यसपछि हामीले अर्को नेक्स्ट स्लाइडमा के हेर्छौँ भने नेपालको सरकारी लेखा प्रणालीको विशेषता के हो त? सुरुमा हामीले विशेषता भनेको के हो त्यो शब्द पहिला हामीले बुझौँ कि विशेषता भनेको के हो। विशेषता भनेको सिम्पल शब्दमा के हुन्छ भने कुनै पनि मान्छेले यदि हेर्दै हुनुहुन्छ भने त्यो बाहिरबाट कस्तो मान्छे देखिरहेछ त, भित्रबाट त्यसको गुण कस्तो हो त, होइन? त्यो कालो हो कि त्यो गोरो हो, होइन? बोल्नमा कस्तो हो, त्यसको बिहेभियर कस्तो हो, त्यसको बानी कस्तो हो, होइन? हामीले हेर्दाखेरि त्यो कस्तो देखियो त, त्यही नै हो विशेषता। विशेषता भनेको फिचर, होइन? तपाईँको के खासियत हो त? तपाईँ एउटा मान्छे हुनुहुन्छ, तपाईँ एउटा व्यक्तित्व हुनुहुन्छ भने तपाईँको के खासियत छ त, होइन? केही न केही त होला। तपाईँ गोरो हुनु भयो होला, तपाईँ बोल्नमा राम्रो हुनुभयो होला, तपाईँ होचो लामो, होइन? तपाईँले होइन विभिन्न प्रकारका एउटा व्यक्तिमा गुण हुन्छ, होइन? हेर्दाबाट चिटिक्क देखिने, होइन? तपाईँ बाहिरबाट देख्ने बित्तिकै कस्तो देखिरहनु भएको छ त, त्यही नै हो विशेषता कुनै पनि चिजको। हेर्नुहोस् यहाँ लेखा सरकारी लेखा प्रणालीको अब के विशेषता छ त, होइन? विशेषता भनेको अब के फिचर छ त यसको? हेर्नुहोस् यो नगदमा आधारित हुन्छ, क्यासमा कारोबार हुन्छ। सरकारी लेखा प्रणालीमा क्यासमा कारोबार हुन्छ, नगदमा आधारित हुन्छ, एउटा विशेषता। अर्को विशेषता एकीकृत कोषको व्यवस्था हुन्छ, टिएसए, होइन? ट्रेजरी सिंगल एकाउन्ट भन्छ। यो भन्नुको अर्थ के हो भने 77 जिल्लामा एउटा एउटा टिएसए खाता हुन्छ। अनि त्यही टिएसए खाताबाट अब हेर्नु एउटा जिल्लामा त धेरै कार्यालयहरू हुन्छ नि। अब धेरै कार्यालयहरूको त एउटा एउटा खाता खोल्दाखेरि त धेरै खाता च्याङ पर्छ कि, त्यसलाई मेन्टेन गर्न गाह्रो हुन्छ भोलिको दिनमा। त्यसैले एउटै खाता हुन्छ, सबै सरकारी कार्यालयको जति पनि खर्च हुन्छ, आम्दानी हुन्छ, एउटै खाताबाट चल्ने हो। एकीकृत कोष हुन्छ, एउटै कोषमा मिलाइदिएको हुन्छ, एउटा मात्र खाता हुन्छ जिल्लामा, र त्यो जिल्लाभरिको कार्यालयको जति पनि पैसाको आर्थिक गतिविधि र कारोबार हुन्छ सब यही खाताबाट हुन्छ। ट्रेजरी सिंगल एकाउन्ट, होइन? चाहे त्यो सिडिओ कार्यालय होस्, चाहे त्यो मालपोत कार्यालय होस्, चाहे त्यो हाम्रो हुलाक कार्यालय होस्, कुनै पनि कार्यालय होस्, एउटै खाताबाट पैसाको आम्दानी र खर्च र त्यसलाई व्यवस्थित र रेकर्ड राख्ने एउटा हाम्रो ट्रेजरी सिंगल एकाउन्टबाट हुन्छ। यो पनि एउटा विशेषता भयो, होइन? नगदमा आधारित, होइन? त्यसपछि हाम्रो एकीकृत कोष भइहाल्यो। अर्को के विशेषता छ भने महालेखा परिषदमा तोकेको फारम, होइन, ढाँचा छ, त्यही एकरूपतामा सब जिल्लाहरूले, होइन, सब जिल्ला राख्ने हो। त्यो ढाँचागत रूपमा एकरूपता। अरू तपाईँले मन लागेको आफूले छपाएर राख्ने लेखा होइन खाता, के अरे सरकारी कार्यालयहरूमा। सरकारले तोकेको ढाँचा छ, त्यो तोकेको ढाँचा बमोजिमले हामीले एकरूप हिसाबले त्यो खाताहरू मेन्टेन गर्नेछ र त्यो कारोबारहरू राख्नुपर्ने हुन्छ। भोलिको दिनमा होइन म त अब राख्दैन, सरकारको खातामा त राख्दैन, सरकारको हिसाबले त म ढाँचामा एकरूपता चाहिँ राखिँदैन, म त आफैले बिल छपाएर, म आफैले फर्म छपाएर चाहिँ त्यसलाई म रेकर्ड राख्छु अथवा त लेखाको कारोबार गर्छु भने त्यसरी गर्न पाउनुहुन्न तपाईँ। किनभने यहाँनिर ढाँचागत एकरूपता कहाँबाट तोकिएको छ? महालेखा परीक्षकबाट। स्वतन्त्र संवैधानिक निकाय हो, हामी पछि पढ्नेछौँ यसको बारेमा। तर महालेखा परीक्षकबाट तोकेको एकरूपता ढाँचा हुनुपर्छ। यदि यहाँ पर्सा जिल्लामा जुन ढाँचा फर्ममा खर्च र आम्दानीको लेखाजोखा र हिसाब किताब रेकर्ड भइरहेछ, त्यही सेम प्रक्रिया नै अर्को जिल्लामा हुन्छ, त्यही प्रक्रिया केन्द्रमा पनि हुन्छ। सब जिल्लाहरूमा, होइन, सब जिल्लामा एकरूपता हुन्छ, ढाँचागत एकरूपता छ। यो एउटा विशेषता भयो। अर्को के विशेषता? बजेटबाट नियन्त्रित हुन्छ। कुनै मानौ न कुनै एउटा कार्यालयले 5 करोड बजेट दिएछ भने त्यो 5 करोडको भित्रमै कारोबार गर्नु पर्यो, त्यो 5 करोडको भित्रमै विकास गर्नु पर्यो, सेवा प्रवाह गर्नु पर्यो, होइन? आफ्नो कार्यालयको के अरे व्यवस्थित गर्नु पर्यो, म्यानेजमेन्ट गर्नु पर्यो, तलब दिनु पर्यो। त्यही 5 करोडभन्दा अब 5 करोडभन्दा बाहिरबाट के अरे अर्को चाहिँ 5 करोड लिन पाउनुहुन्न भनेको बजेट नियन्त्रणभन्दा बाहिर गएर खर्च गर्न सकिँदैन। बजेटले जति दिएको त्यतिकै सेम त्यही रूपमा खर्च गर्नुपर्छ। त्यो बजेटबाट नियन्त्रित भयो, त्यो पनि एउटा सरकारको एउटा विशेषता भयो, होइन? त्यसपछि तहगत विभाजन हुन्छ। तहगत विभाजन भन्नाले एउटा केन्द्र स्तरको लेखा हुन्छ, अर्को चाहिँ हाम्रो कार्यालय स्तरको लेखा हुन्छ, जसलाई हामीले सेन्टर लेभल गभर्मेन्ट एकाउन्टिङ सिस्टम, अपरेसन लेभल गभर्मेन्ट एकाउन्टिङ सिस्टम भन्नुपर्दा कार्यालयहरूमा हाम्रो छुट्टै लेखा हुन्छन्, मन्त्रालयमा पनि छुट्टै हुन्छ, तर यो दुइटै एक आपसमा जोडिएको हुन्छ। कुरा बुझ्नुभयो नि? तहगत विभाजन हुन्छ, होइन? अनि लेखाको प्रकार हुन्छ। लेखाको प्रकार हुँदैन र? हेर्नुहोस् त, विनियोजन, राजस्व, धरौटी, जिन्सी, आयोजना लेखा गरी 5 भागमा विभाजन गरिएको छ लेखाको प्रकार भन्नुपर्दा, होइन? किनभने विनियोजन भन्नुपर्दा कुनै शीर्षकमा यदि 10 करोड पैसा बजेट छुट्याइरहेछ भने त्यो 10 करोड त्यही विनियोजन, त्यही योजनाको लागि मात्र हो, त्यसबाट अरू तपाईँले खर्च गर्न सक्नुहुन्न।
यदि पुल बनाउनको लागि विनियोजन भइसकेको छ भने विनियोजन भन्नुको त छुट्याउनु, त्यो विनियोजन भइसकेको छ भने अब त्यो पुल बनाउनु भन्दा बाहेक अरू कार्य हुन सक्दैन। त्यो पनि एउटा खाताको प्रकार भयो। अरू राजस्व, जति पनि राजस्वको आम्दानी भइरहेछ त्यो सब राजस्व खातामा जाने हो। धरौटी टेन्डर प्रक्रियामा कुनै पुल पुलेसा कन्ट्राक्टरले बनाउँदाखेरि आफ्नो डिपोजिट राख्छन् होइन, त्यो डिपोजिट मात्र डिपोजिट खातामा राखिने हो, अरू खातामा गएर राख्न सक्दैन। भन्नुको त यस जिन्सी छ। अब नगद बाहेकका कारोबारहरू जिन्सी भन्छ, जस्तै डेस्क, बेन्च, चेयर, फ्यान, कम्प्युटर होइन, ल्यापटप, यो पैसा कारोबार भन्दा अलगै होइन, यसमा पैसा कारोबार हुँदैन, मात्र सामान वस्तु माल सामान वस्तुहरूको लेखाजोखा राख्छ त्यो जिन्सी खाता। मात्र जिन्सी खातामा त्यो कतिवटा टेबल भयो, कतिवटा बेन्च, कतिवटा ल्यापटप, कतिवटा हाम्रो भवन छ, कतिवटा हाम्रो सार्वजनिक त्यो माल सामानहरू छन्, त्यसको चाहिँ लेखाजोखा भनेको जिन्सी खाता हो। हेर्नुहोस् त, जिन्सीको छुट्टै होइन, तपाईँको धरौटीको छुट्टै, राजस्वको छुट्टै, विनियोजनको छुट्टै। हेर्नुहोस् त, यी सब हाम्रो लेखाको प्रकारहरू भयो कि भयो नि। यो पनि एउटा हाम्रो सरकारी लेखाको विशेषता हो, सरकारी लेखा प्रणालीको विशेषता हो। हेर्नुहोस् त, योभन्दा पनि धेरै विशेषताहरू अझ हुन सक्छ है। यहाँ त हामीले 5-6वटा पढिरहेछौँ, तर योभन्दा सरकारी लेखाको विशेषता हुन सक्छ। जस्तै कानुन बमोजिम चल्ने हो, पारदर्शिताले चल्ने हो होइन, कानुनको सिद्धान्त बमोजिम चल्ने, यो पनि त विशेषता हो नि। कानुन बाहेक अरू के अरे यो सरकारी लेखा प्रणाली चल्न सक्छ? चल्न सक्दैन नि, कानुनले त दिएको हो नि, हो कि होइन? हो। अझ पनि लेखाको प्रणालीका विशेषताहरू हुन सक्छ, तर मेन हामीले 5-6वटा पढ्यौँ। अब नेक्स्ट हाम्रो के छ भने सरकारी लेखा प्रणालीको सिद्धान्तहरू के हो त? सरकारी लेखा प्रणालीको सिद्धान्त, मूल्य, मान्यता के हो? अब सुरुमा हामीले सिद्धान्त बुझौँ। सिद्धान्त भनेको के हो? प्रिन्सिपल भनेको के हो? सिद्धान्त भनेको दुईवटा शब्दले बनेको छ, सिद्ध प्लस अन्त। यसको अर्थ भनेको सिद्ध भनेको प्रुभ भइसकेको, प्रमाणित भइसकेको, अन्त्य भनेको अन्तिम निष्कर्ष। भन्नुको अर्थ यस्तो यस्तो चिज जहाँ पूर्ण रूपमा धेरै होइन वर्षौदेखि इतिहासमा प्रमाणित भइसकेको र अन्तिम निष्कर्ष निस्किसकेको छ, योभन्दा अरू अब केही हुन सक्दैन, त्यसलाई नै सिद्धान्त भन्न सक्छ। ध्रुव सत्यलाई नै सिद्धान्त भनिन्छ साथीहरू। जस्तै तपाईँ वैज्ञानिक न्युटनको सिद्धान्त हेर्नुहोस् त, त्यो न्युटनको सिद्धान्त जे छ त्यो बाहेक अरू कुनै सिद्धान्त छ? सेम न्युटनकै कम्पेयरमा कुनै अर्को सिद्धान्त छ? छैन, बन्न पनि सक्दैन। किनभने त्यो सिद्ध गरिसकेको हो, मेहनत गरेर त्यति साल मेहनत खर्चिएर सब तरिकाको होइन अभ्यास गरेर एकदम ठ्याक्क ठोस होइन, ठोस एकदम फर्मुला निकालेर भनिदिएको चाहिँ न्युटनको यही नै हो, यो अर्को बाहेक हुन सक्दैन, सिद्ध गरिसकेको अवस्था हो होइन। त्यही हो सिद्धान्त। सिद्धान्त भनेको अलरेडी त्यसलाई धेरै समय दिएर धेरै अभ्यास गरेर निकालेको फर्मुला होस् अथवा निकालेको कुनै शब्द होस् होइन, त्यही नै हो सिद्धान्त, या कुनै मूल्य मान्यता होस्। जस्तै लेखामा पनि धेरै वर्षदेखि त्रुटिहरू गरेर कमी कमजोरी गरेर अभ्यास गरेर एकदम ठोस सिद्धान्तहरू निस्किएको छ। योभन्दा तपाईँ यदि जानुभयो भने यो लेखा प्रणाली चल्न सक्दैन, सञ्चालन हुन सक्दैन, बिग्रिन्छ होइन, यसको कुनै मूल्य मान्यता हुँदैन, भोलिको दिनमा पारदर्शी हुँदैन होइन, यो चल्ने जुन प्रक्रिया छ त्यो एकदम बाधा आउँछ। अलरेडी धेरै विज्ञहरूले जाँच र परीक्षण गरिसकेको, सिद्ध गरिसकेको, प्रमाणित गरिसकेको र अन्तिम निष्कर्ष नै हो सिद्धान्तमा पनि छ। जस्तै एकरूपताको सिद्धान्त हुनुपर्छ, अलरेडी धेरैजनाले सिद्ध गरिसकेको छ कि तपाईँले जब खाता सञ्चालन गर्दै हुनुहुन्छ भने, लेखा राख्दै हुनुहुन्छ भने त्यो खाता एकरूपता हुनुपर्छ। अलरेडी सिद्धान्त हेर्नु, एकरूपताको सिद्धान्त, सिद्ध भनेको सिद्ध भइसकेको छ, तपाईँले एकरूपतामै राख्नुपर्छ। एकरूपता गर्नु भएन भने लेखाजोखा मिल्दैन भन्न खोजेको यो सिद्धान्त है। कानुनको सिद्धान्त हुनुपर्छ, लेखा प्रणाली जहिले पनि कानुनको सिद्धान्त बमोजिम चल्नुपर्छ। तपाईँले कानुनको सिद्धान्त बमोजिम चल्नु भएन भने त्यो के हुन्छ? सरकारी लेखा प्रणालीको जुन कारोबार छ त्यो रोकिन्छ, चल्न सक्दैन, अगाडि बढ्न सक्दैन। त्यो कानुनको सिद्धान्त बमोजिम चल्ने हो, जवाफदेहिताको सिद्धान्त हो। तपाईँले यदि खाता राख्दै हुनुहुन्छ भने, खाताको कारोबार सञ्चालन गर्दै हुनुहुन्छ भने, लेखाजोखा राख्दै हुनुहुन्छ भने, वित्तीय कारोबार गर्दै हुनुहुन्छ भने तपाईँले भोलिको दिनमा जवाफ दिनुपर्छ। त्यो जुन पैसा हो, जुन विकासको लागि हो अथवा सेवा प्रवाहको लागि हो, त्यो बजेट कहाँ खर्च भयो, कति खर्च भयो, कुन समयमा खर्च भयो, त्यसलाई जवाफ दिने गरी तपाईँले सिद्धान्त बमोजिम काम गर्नुपर्छ। भोलिको दिनमा तपाईँ आफ्नो हाकिमलाई जवाफ दिनुपर्ने हुन्छ, भोलिको दिनमा जनतालाई जवाफ दिनुपर्ने हुन्छ होइन। सार्वजनिक चिज नै हो यो सरकारी लेखा प्रणाली। सार्वजनिक लेखा प्रणाली त तपाईँ सार्वजनिक के अरे कार्यालयको गर्दै हुनुहुन्छ, सरकारको कार्यालयको गर्दै हुनुहुन्छ भने जवाफदेही त भइहाल्छ नि आफै जनता र हाकिममा,
हो कि होइन? र पारदर्शिताको सिद्धान्त हुनुपर्छ। छर्लङ्ग हेर्ने गरी कारोबार हुनुपर्छ होइन, देखिने गरी कारोबार हुनुपर्छ। 5 लाख छ भने 5 लाख, 5 लाख छ भने तपाईँले 4 लाख गरेर 1 लाख खान सक्नुहुन्न तपाईँ, किनभने यो लेखाको सिद्धान्त हो। लेखा राम्रोसित चलाउनको लागि, कानुन बमोजिम मित्यव्यय गर्नको लागि तपाईँले पारदर्शिताको सिद्धान्त अवलम्बन गर्नुपर्छ। एकदम छर्लङ्ग, स्पष्ट, पारदर्शिता, ट्रान्सपेरेन्सी, हो कि होइन? अब अन्य सिद्धान्त, यथार्थ, वास्तविकताको सिद्धान्त। यथार्थको सिद्धान्त भनेको के हुन्छ? जे छ त्यही लेख्नु न। पारदर्शिता जस्तै न, जे छ त्यही कारोबार गर्नु न। यदि यतिको आयोजना छुट्याइएको छ, यति पुल निर्माण गर्नको लागि बजेट आएको छ भने एक्ज्याक्टली त्यही कुरा होइन, त्यही 5 लाख अथवा 10 लाख अथवा 50 लाख जे छ त्यही खातामा इन्ट्री गर्नुहोस् के। त्यस्तो भन्न खोजेको हो। एकदम वास्तविकताको सिद्धान्त। गलत इन्ट्री गर्नु भएन, गलत मनसायले टिपोट गर्नु भएन। यथार्थ या वास्तविकताको सिद्धान्त। 5 भनेको 5 लाख, 10 भनेको 10 लाख, हो कि होइन? र अन्य सिद्धान्तमा जस्तै परमूल्यको सिद्धान्त, यो अब मार्केट भ्यालु भन्छले। परमूल्यको सिद्धान्त भनेको के छ भने, मार्केटमा एउटा कम्प्युटर किन्न जानुभयो भने त्यो कम्प्युटर 50 लाखको छ, मानौँ न, एउटा कुनै मसिन 50 लाखको छ, तपाईँ 1 करोड लेखिदिनु भयो। किनभने 50 लाख तपाईँले खाइदिनु भयो र बिल तपाईँले बनाइदिनु भयो। तर भोलिको दिनमा लेखा परीक्षण हुँदाखेरि परमूल्यको सिद्धान्त बमोजिम काम भएको भएन भने चेक जाँच गर्दाखेरि तपाईँ अब समातिनु हुन्छ, कानुनद्वारा अब दण्डित हुनुहुन्छ। किनभने यहाँ त सिद्धान्तमै लेखेको हो नि, परमूल्यको सिद्धान्त। त्यो मार्केट भ्यालु पनि एनालाइसिस गर्छ। तपाईँले फर्म भरेर तपाईँ दिनुहुन्छ माथिल्लो निकायमा, मैले यो कम्प्युटर किनेको छु, मैले यो मसिनरी लिएको छु या किनेको छु। हो, त्यो फार्म हेर्दाखेरि माथिल्लो हाकिममा पनि त लेखा अधिकृतहरू हुन्छन्, हाकिमहरू हुन्छन् होइन। उसले पनि मार्केट एनालाइसिस गर्यो, यो मसिन र यो ल्यापटपको यो किनेको मूल्य वास्तवमा मार्केट भ्यालु कति हो त होइन। अब तपाईँले 50 लाखमा पर्ने चाहिँ 1 करोडमा दिइहाल्नु भएको छ, अथवा 50 पर्ने कुनै चिजको 1 दिइहाल्नु भएको छ भने त्यो त मार्केट एनालाइसिस अब गर्छ। मार्केट एनालाइसिस गर्दाखेरि तपाईँ अब समातिनुहुन्छ, तपाईँ अब कानुन र दण्डित। त्यो हिसाब चाहिँ मिलाउनुपर्छ तपाईँले। भन्नुको त यो सिद्धान्त भनेको के हो भने परमूल्यको सिद्धान्त हुनुपर्छ। तपाईँले अब जे मन लाग्यो होइन, अब आफ्नै मन परि गरी बिल बढाएर अथवा काम गरेर दिइहाल्छु अथवा बुझाइदिन्छु भन्ने चाहिँ यसमा हुँदैन। किनभने सरकारी लेखा प्रणालीको सिद्धान्तमा हो यो सिद्धान्तै हो कि तपाईँले मार्केटमा जे छ, जे प्राइस छ, त्यही अनुसारको काम गरौँ, त्यही अनुसारको कारोबार र वित्तीय कारोबार गरी त्यसको फार्म बुझाउनु पर्नेछ। परमूल्यको सिद्धान्त होइन। त्यसपछि वैधानिकताको सिद्धान्त छ, सान्दर्भिकताको सिद्धान्त छ, परीक्षण तथा प्रतिवेदनको सिद्धान्त छ। भन्नुको अर्थ तपाईँ यदि लेखा गर्दै हुनुहुन्छ भने परीक्षण नगर्ने, त्यसको लेखा मात्र राख्ने र कसैले परीक्षण नगर्ने भने त्यो लेखा राख्नुको औचित्य के हो त होइन? भोलिको दिनमा के हुन्छ? परीक्षण पनि हुन्छ। कानुनको सिद्धान्त वैधानिकता भनेको हुन्छ। वैधानिकता भनेको चाहिँ कस्तो छ भने त्यो कानुन बमोजिम भोलिको दिनमा परीक्षण हुने हो, कानुन बमोजिम दण्डित हुने हो। तपाईँले यदि केही अनियमितता गर्नुभयो, भ्रष्टाचार गर्नुभयो होइन, सिधै बिल बढाएर खाइदिनु भयो भने त्यसमा कानुन छैन, वैधानिकता छैन, कानुन बमोजिम सार्वजनिक खरिद भएको छैन भने तपाईँले भोलि त कानुनद्वारा त दण्डित हुन सक्नुहुन्छ नि। र लास्टमा तपाईँले प्रतिवेदन ननिकाल्ने, महालेखा परीक्षकले कसले निकाले? महालेखा परीक्षकले तपाईँको संसदमा पेश गर्छ। जनताद्वारा चुनिएर आएको संसद मार्फत सबै जनताले जानकारी हुन्छ कति भ्रष्टाचार भएको छ, कति अनियमितता भएको छ होइन। सब सरकारी कार्यालयहरूको होइन, प्रत्येक आर्थिक वर्षको अन्त्यमा चाहिँ एकचोटि त प्रतिवेदन निस्किने नै हो। प्रतिवेदन त जहिले पनि निस्किनुपर्छ। हो, यो के हो? यसको मतलब के हो? सरकारी लेखा प्रणाली यो चिजहरू धेरै सालदेखि, धेरै वर्षदेखि प्रमाणित भइसकेको, सिद्ध भइसकेको र अन्तिम निष्कर्ष हो यिनीहरू कि यो शब्द, यो वाक्य, यो राम्रो गुण भएको यदि लेखामा परिपालना भइरहेछ भने लेखा भनेको के हुन्छ? राम्रो हुन्छ, उत्कृष्ट हुन्छ, लेखा प्रणाली एकदम अब्बल हुन्छ, सक्षम हुन्छ, निष्पक्ष हुन्छ भन्न खोजेको। त्यसैले यसको सिद्धान्तको अन्तिम निर्णयहरू छन्, निष्कर्षहरू छन् होइन। धेरै विज्ञहरूले यो सबै जाँच र परीक्षण गरेर अन्तिममा यो सबै लेखिएको छ। र यो चिज भएर तपाईँ लेखा प्रणाली राख्नु, यदि राख्नु भएन भने तपाईँको लेखा राम्रो हुँदैन, तपाईँको लेखा प्रणालीको कुनै सुधार हुँदैन, तपाईँ लेखा प्रणालीमा फस्नुहुन्छ, तपाईँ लेखा प्रणाली राम्रोसित गर्न सक्नुहुन्न भन्न खोजेको सिद्धान्त। यही सिद्धान्तबाट महत्त्व पनि निस्किन्छ, यही सिद्धान्तबाट धेरै कुरा निस्किन्छ। सिद्धान्त भनेको धेरै ठुलो चिजहरू हो, किनभने यो एकजना मान्छेले निकाल्ने होइन, धेरै विज्ञले धेरै वर्ष खर्चेर यो सबै निकालेको हो। धेरै होइन, एकदम 100 वर्ष 200 वर्ष जबदेखि यो खाताको सञ्चालन भयो तबदेखि विश्वव्यापी यो प्रिन्सिपलहरू, यो सिद्धान्तहरू लागू हुँदै गइराखेको छ होइन। ट्रायल एन्ड हिट एन्ड ट्रायल मेथडबाट गर्दै 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 के सही हो, के गलत हो, गर्दै गर्दै यहाँसम्म पुगेको छ। अनि अन्तिम निष्कर्ष यी सबै बुदाहरू होला। तर यो बाहेक अलिकति पनि दायाँ बायाँ जानुभयो भने तपाईँको लेखा एकाउन्टिङ सिस्टम के हुन्छ? भत्किन्छ, बिग्रिन्छ।
है। यो भन्न खोजेको सरकारी लेखा प्रणाली सिद्धान्त भनेको धेरै ठुलो चिज हो। अब अरू नेक्स्ट, सरकारी लेखा प्रणालीको उद्देश्य र महत्त्व के हो? सिम्पल भाषा त्यो सिद्धान्तबाट नै निस्केको हो महत्त्व। जस्तै सिधै 2-4वटा बुलेट त आफै दिमागमा आउँछ। सोच्नुहोस् त, आर्थिक कारोबारको यथार्थ चित्रण गर्नु। तपाईँ सरकारी कार्यालयमा यदि विवरण कारोबार सरकारी कार्यालयमा आर्थिक कारोबार गर्दै हुनुहुन्छ भने के तपाईँ त्यसको चाहिँ चित्रण नगर्ने, लेखाजोखा नराख्ने, हिसाब किताब नराख्ने, व्यवस्थित अभिलेख र रेकर्ड नराख्ने होइन? यसकै लागि मेन भनेको महत्त्व के हो? आर्थिक के अरे लेखा राख्नुको आर्थिक कारण के हो? लेखा राख्नुको कारण के हो? आर्थिक कारोबारको यथार्थ वास्तविक चित्रण गर्नु, लेखाजोखा राख्नु, वर्गीकरण गर्नु, विश्लेषण गर्नु, प्रतिवेदन तयार गर्नु, अभिलेख राख्नु हो कि यसको लागि सरकारी लेखा प्रणाली जरुरी छ, आवश्यक छ, महत्त्व छ भन्न खोजेको है। त्यसपछि बजेट सीमाभित्र रहेर वित्तीय नियन्त्रण कायम गर्नु। साथी कति मिठो हेर्नुहोस् त, बजेट सीमाभित्र रहेर बजेटभन्दा बाहिर जान सक्नुहुन्न तपाईँ। यदि तपाईँले 5 लाख रुपियाँ दिएको हो भने कुनै कार्यालयलाई 5 लाख भित्रैबाट विकास पनि गर्नु पर्यो, सेवा प्रवाह पनि गर्नु पर्यो, तलब पनि दिनु पर्यो, अनि अफिसको म्यानेजमेन्ट पनि व्यवस्थित पनि बनाउनु पर्यो। हो 5 लाखभन्दा बाहिर गएर काम गर्न सक्नुहुन्न। आज 5 लाखभन्दा सर हेर्नु मेरो त खर्च भइसक्यो, 5 लाख अझ पठाइदिनु न होइन, फोन गरे जस्तो हामीले आफ्नो घरमा कुनै समस्या परेको बेलामा फोन गर्छौँ नि पैसा पठाइदिनु भनेर, त्यस्तो हुँदैन क्या। यो बजेटले दिने हो क्या। बजेट कसले बनाउने? बजेट त हाम्रो सांसदहरूले जितेर जान्छ होइन, त्यो बजेट बनाउँछ। तपाईँले के बजेटमा छलफल गर्छ, बजेटले स्वीकृति गर्छ, अर्थ मन्त्रालयबाट सबै कामहरू हुन्छ होइन। यो भनेको बजेट के हो भने एकचोटि फिक्स भइसकेपछि बजेटभन्दा बाहिर जान सक्नुहुन्न भन्न खोजेको। जति बेला पनि तपाईँले खाताबाट पैसा, सरकारी खाता हो, जति बेला पनि पैसा झिकिदिने, आफ्नै काम मनपर्ने गरी काम गर्ने भने त्यस्तो होइन। बजेटले एकचोटि वर्षेनी आर्थिक वर्षको अन्तिमतिर अर्को नयाँ बजेट आउँछ। त्यो बजेटमा कति 5 लाख छ, 10 लाख छ, तपाईँ आफैले भरेर फर्म पठाउने हो। त्यो बजेट कसरी तयार पारिन्छ त्यसको पनि एउटा छुट्टै के च्याप्टर छ, त्यसलाई त्यहाँ हामीले पढ्नुपर्छ। बजेट भनेको के हुन्छ भने एकचोटि फिक्स भइसक्यो भने त्यही भित्र सीमाभित्र रहेर खर्च गर्नु पर्यो हो। त्यो बजेट सीमाभित्र रहेर वित्तीय नियन्त्रण कायम गर्नु नै सरकारी लेखा प्रणालीको उद्देश्य हो क्या। यो राख्नुको अर्थ के हो तपाईँ बुझ्दै हुनुहुन्छ? बजेट सीमाभित्र रहनुको अर्थ भनेको त्यो नियन्त्रितमा हुने हो क्या। आर्थिक कारोबार भनेको त्यो नियन्त्रितमा हुने हो क्या कुनै पनि कार्यालयको। यदि यो बजेट सीमाभित्र नरहँदाखेरि त्यो मन पर्ने गरी खर्च गर्थ्यो क्या, आफ्नो प्रश्नदेखि लिएर जे के गर्थ्यो क्या। कुनै कानुन प्रक्रियाबाट गर्दैनथ्यो क्या। बजेट सीमाभित्र रहेर वित्तीय नियन्त्रण कायम गर्नुको अर्थ भनेको के हो भने बजेटभित्रै रहेर खर्च गर्नु पर्यो। अब सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु हो, वास्तविकता सही पनि हो। सरकारी लेखा जब आर्थिक वर्षको अन्त्यमा हुन्छ भने त सरकारी सम्पत्ति हाम्रो के कस्तो अवस्थामा छ, के बिग्रियो, के भत्कियो, कति अवस्थामा बाँकी छ, त्यो सबको सुरक्षा र संरक्षण पनि हुन्छ नि त। सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नुको अर्थ के हो? सरकारी लेखा प्रणाली भएको कारणले त हाम्रो सार्वजनिक सम्पत्ति सुरक्षा हो होइन। अनि आर्थिक अनुशासन र पारदर्शिता र वित्तीय जवाफदेही प्रवर्तन गर्नु, प्रमोट गर्नु, त्यसको विकास गर्नु, त्यसलाई अगाडि बढाउनु। आर्थिक अनुशासन भनेको के? जस्तै अनुशासन भनेको के? यो शब्दबाट हामी बुझ्नुहोस् त, अनुशासन भनेको के हो? अनुशासन भनेको के हो? राम्रो गुणहरू होइन। हाम्रो एउटा बानीलाई हेर्नुहोस् त, अनु त्यसपछि शासन। अनु भनेको कति? राम्रो। शासन भनेको के हो? व्यवहार, विधि, पद्धति, तरिका। हेर्नुहोस् त, आर्थिक अनुशासन हेर्नुहोस् त, हामीले जहिले पनि आर्थिक कारोबार गर्दाखेरि हाम्रो एउटा होइन डेली नियम, डेली कारोबार गर्नुपर्ने, डेली वित्तीय कारोबार राख्नुपर्ने भने डेली राख्नुपर्ने होइन। पारदर्शिता 5 लाख छ भने 5 लाख गर्नुपर्ने। वित्तीय जवाफदेही त भोलिको दिनमा त्यो 5 लाख कसरी त्यो खर्च भयो, कुन विकास योजनामा खर्च भयो होइन, त्यसको निर्माण ठेका प्रक्रिया कसले लिएको हो होइन, कति प्रतिवेदनमा आयोजनामा कति बजेट निकासा भएको हो त्यो सर्टेन विकासको लागि, त्यो सब जवाफदेहिता सूचना आफ्नो माथिल्लो निकायमा पनि र त्यसको साथसाथमा नीति निर्माण र निर्णय प्रक्रियाका लागि आवश्यक आर्थिक सूचना उपलब्ध गराउनु पनि हो। जस्तै तपाईँले कुनै पोलिसी निर्माण गर्दाखेरि या कुनै निर्णय प्रक्रिया लिँदाखेरि त्यो जस्तै मानौँ न, यो के भन्न खोजेको हो भने कि भोलिको दिनमा त्यस्तै खाले कुनै निर्णय लिँदाखेरि त्यही सरकारी लेखा परीक्षण हेर्दाखेरि हामीले सबै कुरा बुझ्न सक्छौँ, सबै कुरा गर्न सक्छौँ भन्न खोजेको हो क्या। यो हामीले तपाईँले बुझ्नुपर्ने एकदम जरुरी छ, आवश्यक छ।
कि त्यस्तै खाले मानौँ न एउटा पुल पहिला बनिसकेको छ, त्यसमा हाम्रो प्रतिवेदन जब हेर्छौँ कति खर्च भयो, के कस्तो अवस्थामा खर्च भयो, कस्तो हाम्रो पहिलाको चाहिँ बजेट थियो भने त्यहाँबाट अलिकति निर्णय लिँदा हाम्रो त्यही सेम खालको विकास गर्न हाम्रो सजिलो हुन्छ। हो, त्यो गर्नको लागि हाम्रो सरकारी लेखा प्रणालीको उद्देश्य हो। सरकारी लेखा परीक्षणको लागि विश्वसनीय आधार तयार गर्नु एकदम सही हो। अन्त्यमा त हुने भनेको लेखा परीक्षण नै हो, मात्र लेखा राखेर त भएन। अन्त्यमा त हुने त लेखा परीक्षण नै हो। त्यो लेखा परीक्षणको एउटा बेस त तयार हुन्छ कि हुँदैन? यही लेखा राखेको बेसमा त हाम्रो अन्तिम परीक्षण हुने हो, लेखा परीक्षण हुने हो। हो, त्यसको लागि पनि एकदम जरुरी छ। जस्तै सरकारी लेखा परीक्षणको लागि विश्वसनीय आधार तयार पार्नु। विश्वसनीय आधार तयार पार्नुको अर्थ भनेको के हो? यसकै बेसमा भोलिको दिनमा अडिट हुने हो, परीक्षण हुने हो, के गलत हो, के सही हो, कति भ्रष्टाचार भयो, कति अनियमितता भयो भने कहाँबाट थाहा पाउने? यही सरकारी लेखाजोखा राख्नुहुन्छ। त्यही सरकारी लेखाजोखा राखेको भरमा नै होइन, त्यसको आधारमा नै हामीले लेखा परीक्षणबाट थाहा पाउँछौँ सबै कुरो। हो, यसको लागि आधार तयार पार्नको लागि पनि सरकारी लेखा प्रणालीको उद्देश्य र महत्त्व हो भन्न खोजेको हो। अनि लास्टमा सरकारी कारोबारको अर्थपूर्ण, औचित्यपूर्ण र विधिसम्म तुल्याउनु हो। यसको अर्थ भनेको के हो कि सरकारी कारोबार एउटा मिनिङफुल, जति पनि विकासको कारोबार भइरहेछ, आर्थिक गतिविधि भइरहेछ, त्यो सब मिनिङफुल हो क्या। त्यो बिना अननेसेसरी कुनै पनि कार्य छैन। त्यो सब कार्य एकदम महत्त्वपूर्ण छ, अर्थपूर्ण छ भन्न खोजेको हो, औचित्यपूर्ण छ होइन। आवश्यक कुनै पनि कार्य भएको छैन होइन, विधिसम्म छ, कानुनसम्म छ। यो सबै सरकारी लेखा प्रणाली त आफैले चलेको हो र कानुनले चलेको हो। धेरै कानुनहरू छन् होइन, कानुनले चलेको, एउटा विधिले चलेको, एउटा प्रक्रिया, एउटा सिस्टमले चलेको। कुनै एउटा मान्छेले चलाइदिएको यो चलेको होइन, एउटा कानुन, एउटा सिस्टमले चलेको हो। त्यसैले विधि सम्मत भन्छ। यो सरकारी लेखा प्रणालीको उद्देश्य र महत्त्व अरू पनि हुनसक्छ, तर मेन बुलेट पोइन्टहरू छ। जस्तै भ्रष्टाचार नियन्त्रण गर्नु, जुन पारदर्शितामा आइहाल्छ। धेरै कुरा अझ बुलेटहरू पनि हुनसक्छ। अर्को हेर्नुहोस्, लेखाका तह र नयाँ श्रेष्ठ प्रणाली। हेर्नुहोस्, लेखाको तहहरू भन्नुको अर्थ के हो भने एउटा सेन्ट्रल लेभल एकाउन्टिङ सिस्टम हुन्छ, अर्को अपरेटिङ लेभल एकाउन्टिङ सिस्टम जसलाई अफिसहरूमा, कार्यालयहरूमा गरिने लेखा हुन्छ, अर्को मन्त्रालय विभागहरूमा गरिने लेखा हुन्छ। जस्तै हाम्रो एउटा मन्त्रालय हुन्छ, विभाग हुन्छ, हाई लेभल अफिस भनौँ न, हाम्रो एउटा सेन्ट्रल लेभलको अफिस भनौँ, त्यहाँनिर पनि एकाउन्टिङ हुन्छ। एउटा अपरेसन लेभल भन्नुको त अफिसहरूमा पनि एकाउन्टिङहरू हुन्छ होइन। यहाँको छुट्टै हुन्छ, त्यहाँको छुट्टै हुन्छ, तर एक आपसमा के हुन्छ? जोडिएको हुन्छ। कुरा बुझ्नुभयो नि? त्यो हो लेभल अफ एकाउन्टिङ भन्न खोजेको। अनि यहाँनिर नयाँ श्रेष्ठ प्रणाली भनेको न्यू एकाउन्टिङ सिस्टम भन्नुको अर्थ के हो भने श्रेष्ठ भनेको लेखा नै हो। अर्को भाषामा भन्नु भने श्रेष्ठ भनेको नयाँ लेखा प्रणालीलाई हामीले श्रेष्ठ शब्दले यहाँ जनाएको छ। हामीले के बुझ्नु पर्यो भने विक्रम सम्वत 2019देखि भन्दा उता भद्र गोल अवस्था थियो हाम्रो सरकारी प्रणालीको लेखा। कुनै पनि नमिल्ने, एकरूपता नहुने, कुनै पनि सिद्धान्त परिपालना नहुने, कानुन नहुने, जे मनमा लाग्यो डायरीमा मन मार्यो डायरीमा लेख्ने, पत्रमा छ भने पत्रमा लेख्ने, आफ्नो मन ढङ्गले छ भने आफै मन ढङ्गले लेख्ने, एकदम भद्रगोल थियो। तर 2019देखि हाम्रो वैज्ञानिक आधुनिक लेखा प्रणाली लागू भयो। त्यसलाई नै हामी न्यू एकाउन्टिङ सिस्टम भनियो, नयाँ श्रेष्ठ प्रणाली भनियो। जस्तै भुक्तानीका लागि गोस्वारा भाउचर, अनिवार्य नगदमा आधारित दोहोरो लेखा प्रणाली, निश्चित फारमको ढाँचा यसका मुख्य पक्ष हुन्। जस्तै पहिला फर्मको व्यवस्था थिएन, एक ढाँचाको व्यवस्था थिएन, कुनै सिद्धान्त थिएन, कुनै कानुन थिएन, नगदमा आधारित धेरै चिजहरू व्यवस्था भयो नि होइन। समय बढ्दाखेरि समय सापेक्ष अनुसार धेरै सुधार हुँदै गयो नि। आज हाम्रो वैज्ञानिक र आधुनिक युगमा फर्मको प्रयोग गर्दैछु, कम्प्युटरको प्रयोग गर्दैछु, सिग्यासको प्रयोग गर्दैछु, धेरै विभिन्न सफ्टवेयरहरूको प्रयोग गर्दैछु, प्रोद्भवितर्फ केन्द्रित छन्। यी सब हाम्रो नयाँ एकाउन्टिङ सिस्टम हो। जस कारणले के गर्यो त? यसको फाइदा के भयो? यसको फाइदा हाम्रो भ्रष्टाचार नियन्त्रण भयो। यसको फाइदा हाम्रो चाहिँ आर्थिक कारोबारको यथार्थ विवरण भयो होइन। पैसा जुन बजेट छ त्यसको सदुपयोग भयो। हामी पढ्छौँ त्यसको बारेमा अझ धेरै कुराहरू, हामीले जुन महत्त्व अहिले पढिरहेछौँ हो त्यसको चाहिँ अझ धेरै डिटेलहरू आफैले बुकहरूबाट अथवा अझ पनि आउनेवाला छ होइन। त्यो न्यू एकाउन्टिङ सिस्टम भन्नुको अर्थ के हो भने नयाँ तरिकाले, नयाँ ढङ्गले लेखा प्रणाली राख्न थालियो। त्यसैलाई नै न्यू एकाउन्ट सिस्टम भयो। यो मुनाफामुखी नभई सेवामुखी हुन्छ भन्न पनि खोज्यो क्या। यो मुनाफामुखी, यो फाइदा कमाउनको लागि लेखा राख्ने होइन क्या सरकारी। न यो नाफा हो न यो घाटा। फाइदा होस् नहोस् त्यससँग केही मतलब छैन। लेखा छ, कारोबार भयो, आर्थिक कारोबार भयो, त्यसलाई लेखा राख्नुपर्ने, त्यसलाई रेकर्ड राख्नु पर्यो, त्यसलाई रिपोर्ट तयार पार्नुपर्ने, यही नै हाम्रो लेखा हो। फाइदा हुने हो मात्र लेखा राख्नु भन्ने होइन। नयाँ एकाउन्टिङ सिस्टममा भनेको के हो? घाटा होस् नाफा होस्, कारोबार भएछ भने लेखा राख्नै पर्छ। यो हाम्रो नयाँ श्रेष्ठ प्रणाली। अब अर्को स्लाइडमा हामी के हेर्छौँ भने लेखा राख्ने तरिकाहरू एकहरू र दोहोरो। अब लेखा त राखियो, तर कुन तरिकाले राखियो त होइन? सिङ्गल इन्ट्री सिस्टम, डबल इन्ट्री सिस्टम, एउटा एकहरू हुन्छ, अर्को दोहोरो हुन्छ
भन्नुको अर्थ के हो भने हामीले जुन कारोबार भइरहेछ, आर्थिक कारोबार भइरहेछ, त्यो कसरी राख्ने हो त, कुन तरिकाले राख्ने हो त भन्न खोजेको हो। जस्तै नगद र व्यक्तिगत कारोबारको मात्र अभिलेख राख्ने, यो सिङ्गल एकहोरो लेखा प्रणालीमा जस्तै एक पक्षको कारोबार भयो, कासको मात्र कारोबार भयो भने मात्र त्यही राख्ने हैन, नगद र व्यक्तिगत कारोबारको मात्र अभिलेख राख्ने। जस्तै यसमा के हुन्छ भने अलिकति यो परम्पराती छ, अलिकति पुरानो छ, अलिकति यसमा धेरै लुप होलहरू छन्, धेरै कमी कमजोरी छ सिङ्गल एकाउन्ट सिस्टममा। डबलमा त्यस्तो छैन, अलिकति योभन्दा एडभान्स, अलिकति योभन्दा आधुनिक छ, त्यति पनि छैन तर छ। यो सिङ्गल इन्ट्री भन्दा त एकदम राम्रो, एकदम बलियो नै छ हैन, भन्न सक्छु। तर यो सिङ्गल इन्ट्री सिस्टममा जस्तै नगदमा कारोबार भयो, नगदमा राख्नुहोस्, उधारीमा कारोबार भएछ भने कारोबार भएछ तर उधारीमा भयो भने त्यो इन्ट्री हुन सक्दैन। यो एउटा कमी कमजोरी हो। तर दोहोरो लेखा प्रणालीमा के हुन्छ भने जे कारोबार भयो, नगद होस्, व्यक्तिगत होस्, खर्च होस्, आम्दानी होस्, सम्पत्ति होस्, चाहे उधारी होस्, दायित्व भनेको तिर्नुपर्ने रकम, यी सबैको अभिलेख राख्ने हो डबल इन्ट्री सिस्टममा है। यो त राम्रो भयो नि, डबल इन्ट्री सिस्टम जेको कारोबार हुनै बित्तिकै हामीले टिपोट गरिहाल्ने हो। खर्च होस्, आम्दानी होस्, नगद होस्, सम्पत्ति होस्, तिर्नुपर्ने कुनै दायित्व होस् हैन, रकम होस्, सबको अभिलेख राख्ने हो। तर सिङ्गल इन्ट्री सिस्टममा मात्र नगद कारोबार भयो भने टिपोट गर्ने, नगद छैन भने छोडिदिने। यो धेरै हेर्नुहोस् त कति लुप होल छ यसमा, हेर्नुहोस् त भ्रष्टाचार हुन्छ सिङ्गल इन्ट्री सिस्टममा। तर यो अहिले ग्लोबल सिस्टम अहिले यो लागू छैन, यो हटिसकेको छ। मात्र हामीले पढ्ने यी पहिला यस्तो हुन्थ्यो भन्न अलिक जान्न खोजेको हो कि एउटा राख्ने तरिका हो, लेखा राख्ने एउटा यो पनि तरिका हो भन्न हामीले बुझ्न सक्छौँ। पहिला थियो, अहिले त नयाँ सिस्टमहरू लागू भइसकेको अवस्था छ। अनि यसको प्रभाव के पर्छ त, एकहोरो लेखा प्रणालीको प्रभाव के हो त, कारोबारको एक पक्षको मात्र रेकर्ड राख्छ हो। हेर्नुहोस् त, एउटै पक्षको मात्र राख्छ, क्यास दुईटा पक्षको राख्न सक्दैन है। क्यासमा कारोबार भयो, म आफ्नो पक्षको राखिहाल्छु, तपाईँ आफ्नो बुझ्नुहोस् हैन। यो कारोबार एक पक्षको मात्र राख्ने, यो गलत हो, यो खराब हो, यो यसबाट भ्रष्टाचार हुन सक्छ हैन। तर कारोबार प्रभाव पर्ने दुवै पक्ष, डेबिट र क्रेडिटको अभिलेख गरिने राख्छ। हेर्नुहोस् त, चाहे त्यो लिने पक्ष होस्, चाहे त्यो दिने पक्ष होस्, दुवैको अभिलेख राखिदिने हो दोहोरो लेखा प्रणालीमा। यो एकदम आधुनिक र वैज्ञानिक पनि हो है। त्यति पनि होइन, तर यो सिङ्गल इन्ट्री सिस्टमभन्दा त एकदम राम्रो हो। यो नतिजा के दिलाउँछ त, सिङ्गल इन्ट्री सिस्टमले के नतिजा दिलाउँछ, पूर्ण विवरण दिन नसक्ने र अर्थपूर्ण र अव्यवहारिक हुन्छ। किन, यो सही त हो, कम्प्लिट विवरण दिँदैन नि। सिङ्गल इन्ट्री सिस्टम मात्र क्यासमा गर्नुभयो, धेरै जसो कारोबार उधारीमा भएको हुन्छ भने त्यसको के गर्ने, जिन्सी भएको हुन्छ त्यसको के गर्ने हैन, अरू दायित्वहरू हुन्छ, तिर्नुपर्ने रकम हुन्छ, त्यसको के गर्ने। यदि त्यसको इन्ट्री भएको छैन भने त्यसको कम्प्लिट रूपमा यो कारोबार यति व्यवसाय या यति लेखाजोखा र वित्तीय कारोबार भएको छ भने पूर्ण रूपमा त्यसलाई औल्याउन सक्छौ, जवाफ दिन सक्छौ, त्यसलाई हेर्न सक्छौ, कम्प्लिट एउटा रेकर्ड राख्न सक्छौ, सकिँदैन हो। त्यो पूर्ण विवरण दिन नसक्ने यो सिङ्गल इन्ट्री सिस्टममा, यो अपूर्ण छ, कम्प्लिट छैन। यो हेर्ने बित्तिकै मात्र क्यासको राख्ने, त्यो दायित्व तिर्नुपर्ने रकमको को राख्छ, सम्पत्ति खर्च आम्दानीको को राख्छ त हैन। सिङ्गल इन्ट्री सिस्टममा त एउटै पक्षले राख्ने हो। भन्नुको अर्थ यो अपूर्ण हो हैन, अव्यवहारिक हो, त्यो व्यवहारिक छैन। अव्यवहारिक भन्नुको अर्थ कि यो मात्र एउटै पक्षले राखिदिने, अरू पक्षलाई छोडिदिने, यो मिलेन यो हैन सिङ्गल इन्ट्री सिस्टम। तर डबल इन्ट्री सिस्टममा के हुन्छ भने यथार्थ विवरण देखाउनु पर्ने, पूर्ण वैज्ञानिक हुन्छ, त्रुटिहरू पात्ता पनि लगाउन सहज हुन्छ डबल इन्ट्री सिस्टम। किन हुन्छ, किनभने सबैको त्यहाँ टिपोट गरेको हुन्छ, सबै पक्षको समेटिएको हुन्छ, आम्दानी, खर्च, सम्पत्ति, दायित्व हैन, सबैको अभिलेख राखेको हुन्छ, सबैको इन्ट्री गरेको हुन्छ। त्यसैले यसलाई हामीले डबल इन्ट्री सिस्टमलाई यथार्थ विवरण, वैज्ञानिक, त्रुटि पत्ता लगाउने सहज हुन्छ भन्न खोजेको हो डबल इन्ट्री सिस्टम। अब यसको प्रयोग के हुन्छ त, एकहोरो लेखा प्रणाली अहिले विश्वव्यापी रूपमा अस्वीकार्य छन्, सबैले यसलाई हटाइदिएछ, अहिले यो प्रचलनमा छैन। तर दोहोरो लेखा प्रणाली के छ, नेपालको सरकारी लेखामा अवलम्बन गरिएको छ। हुन त डबल इन्ट्री सिस्टम पनि विश्वव्यापी प्रयोग भएको होइन, यो पनि हटिसकेको, योभन्दा पनि नयाँ आइसकेको हो प्रोतभावी एक्रुअल बेसिस एडभान्स एकाउन्टिङ सिस्टम हैन। तर हाम्रो नेपालमा दुर्भाग्यवश अहिले दोहोरो लेखा प्रणाली अवलम्बन भएकै अवस्था छ। त्यही भएर त धेरै भ्रष्टाचार, अनियमितता, यताउति धेरै कुराहरू भइरहेछ। किनभने यहाँबाट पनि लुप होल छ, यहाँबाट पनि भ्रष्टाचार, अनियमितता गर्न सक्ने धेरै ठाउँहरू छ कि दोहोरो लेखा प्रणालीबाट पनि है। अब आउनुहोस् अर्को हेर्नुहोस्, लेखाका आधारहरू नगद र प्रोतभावी हो। हेर्नुहोस्, एउटा अर्को फेरि राख्ने तरिका पनि हो, एउटा त हाम्रो एकहोरो र दोहोरो भयो। अब अर्को एउटा नगदमा, अर्को प्रोतभावीमा आधारित। नामले कन्फ्युज नहुनु, प्रोतभावी भन्नुको एडभान्स एकाउन्टिङ सिस्टम। यस्तो बुझ्नुहोस्,
जुन नगद छ, जुन एकहरो छ, जुन डबल छ, त्योभन्दा पनि एडभान्स नयाँ आधुनिक वैज्ञानिक प्रोद्भावीमा आधारित एकुरल बेसिस भन्छौँ हामी त्यसलाई। सिम्पल भाषामा एडभान्स एकाउन्टिङ सिस्टम। यस्तो यस्तो चिजहरू यसमा हुन्छ जुन कुरा पहिलाको जुन एउटा राख्ने जुन तरिकाहरू थियो खाता नगदमा एकहरो दोहोरो, त्यसमा नहुने चिजहरूलाई सुधार गरेर प्रोद्भावी एडभान्स एकाउन्टिङ सिस्टम या एकुरल बेसिस बनाइएको हो भन्ने कुरा बुझ्न सकिन्छ। यो अहिले विश्वव्यापी लागू छ। तर दुर्भाग्यवश हाम्रो नेपालमा अहिले केन्द्रित भन्छ। केन्द्रित भनेको त्योतर्फ उन्मुख छ, त्योतर्फ अलिक स्लोली बिस्तारै बिस्तारै यो लागू हुने प्रक्रियामा बढिरहेछ हाम्रो सरकारी कार्यालयहरू या हाम्रो भनौँ न मन्त्रालय विभाग अथवा हाम्रो संयन्त्रहरू। यसमा के भन्न खोजेको हो भने नगदमा आधारित एउटा क्यास बेसिस हुन्छ, अर्को हाम्रो प्रोद्भावीमा आधारित हुन्छ, एकुरल बेसिस हुन्छ। कारोबारको पहिचान कसरी हुन्छ यसमा त? नगदमा आधारित मात्र नगद प्राप्ति हुँदाखेरि या भुक्तानी हुँदाखेरि मात्र कारोबार जनाइने। हेर्नुहोस् त यहाँ लुप होल भयो कि भएन तपाईँ हेर्नुहोस् त। नगदमै मात्र राख्ने, के उधारीमा कारोबार भएको हुँदैन र? सम्पत्ति हुँदैन र? आम्दानी र खर्च हुन सक्दैन र? त्यसको को राख्छ त? नगदमा आधारित मात्र नगदमा राखिदिने भनेको त अरू कुरा त छुटिसक्यो। त्यसैले यो नगदमा आधारित भनेको नगदमा आधारित भनेको नगदलाई मात्र राख्ने हुन्छ, नगद प्राप्ति अथवा भुक्तानी गर्ने पक्ष मात्र राख्ने हुन्छ। तर प्रोद्भावीमा सबै पक्षको हुन्छ कारोबार रेकर्ड गरिएको। जस्तै कारोबार भएको दायित्व सृजना भएको कुनै उधारीमा कारोबार गरिएको छ, रकम तिर्नुपर्ने अवस्था छ, भोलिको दिनमा तिर्नुपर्छ त्यो रकम, त्यो हो दायित्व। अनि त्यो नगदमा प्राप्त भए, भुक्तानी भए, जे कारोबार भयो कि टिपोटर गरिदिने, इन्ट्री गरिदिने, चाहे त्यो नगदमा होस्, उधारीमा होस्, जेमा होस्, त्यसलाई हामी प्रोद्भावी एकाउन्टिङ सिस्टम भन्छौँ अथवा प्रोद्भावीमा आधारित एकाउन्टिङ सिस्टम, एकुरल बेसिस एकाउन्टिङ सिस्टम भनेर भन्छौँ। अरू यसको प्रकृति के हो त? नगदमा आधारितको परम्परागत छन्, सरल छन्, अपूर्ण छन्। सही हो, यो पुरानो पहिलाको सुरुवाती चरणमा लेखाजोखा गरिने बेलामा यो राखिने गर्थ्यो। नगदमा आधारित सरल छ, अत्यन्तै सरल छ, एकदम अनकम्प्लिट। यो कम्प्लिट छैन, यसले पुरा विवरण देखाउन सक्दैन नि, त्यही भएर अपूर्ण भनेको। अधुरो हो होइन, पुरानो हो। सम्पत्ति दायित्वको पूर्ण जानकारी नदिने हुनाले यसलाई अपूर्ण भनिएको हो। तर प्रोद्भावीमा आधारितमा के हुन्छ भने वैज्ञानिक छ, पूर्ण छ, जटिल त भइ नै हाल्यो। धेरै कुरा पक्षको समेट्ने भएको हुनाले त यसलाई त एकदम कम्प्लेक्स त बनाइदिन्छ, आफैमा कम्प्लेक्स बनाइदिन्छ। तर साइन्टिफिक हो, वैज्ञानिक हो, कम्प्लिट हो, पूर्ण हो होइन, एकदम यथार्थ आर्थिक अवस्थाको चित्रण गर्छ। कारोबार भयो, जेमा कारोबार हुने बित्तिकै जब कम्प्युटरमा इन्ट्री हुन्छ अथवा हाम्रो यो प्रक्रियाद्वारा इन्ट्री हुन्छ भने त्यो त सबै पक्षको समेटिहाल्यो नि, त्यो त आफैमा एडभान्स भइहाल्यो नि। सबै पक्षको जानकारी, कम्प्लिट अर्थ सबै त दिइहाल्छ नि भोलिको दिनमा होइन। जे कारोबार भएछ सट्ट हामीले हेर्ने बित्तिकै यो कारोबार यो मितिमा यो योजनाको यो विकासहरू भएको छ, एकदम तुरुन्त हेर्न सकिने यो प्रोद्भावीमा आधारित छ। यता दायाँ बायाँ कुनै पनि कुरा यसमा हुन सक्दैन प्रोद्भावीमा। यति एडभान्स एकाउन्टिङ सिस्टम हो यो। नामले कन्फ्युज नहुनु, प्रोद्भावी भनेको सिधै एडभान्स एकाउन्टिङ सिस्टम। जुन चिजहरू यहाँ कमी कमजोरी थियो नगदमा, एकहरुमा, दोहोरोमा, त्यही कुराहरूलाई सुधार गरेर एकदम एडभान्स, एकदम त्योभन्दा पनि राम्रो होइन, एकदम यो जे चिजहरू छुटिएको थियो त्यो कुरा सबै समावेश गरेर एउटा एकुरल बेसिस एकाउन्टिङ सिस्टमको निर्माण गरियो। अब यो धेरै विज्ञहरूले गरेको चिजहरू हो। यो अहिले विश्वव्यापी लागू भनेको यो एकुरल बेसिस नै हो, एडभान्स एकाउन्टिङ सिस्टम नै हो। यहाँबाट एकुरल बेसिस एकाउन्टिङ सिस्टम मतलब यसको फाइदा के हुन्छ भने यसबाट भ्रष्टाचार अनियमितता गर्न एकदम कठिन छ, हुन सक्दैन, एकदम न्यून चान्सेसहरू हुन्छ। किनभने सबै पक्षको यसमा समेटिदिन्छ, कम्प्युटराइज हुन्छ होइन। यो यस्तो विधि नै त्यस्तो हो जुन अनियमितता र भ्रष्टाचार एकदम न्यून अवस्था, हुन त हुन्छ तर एकदम न्यून अवस्था हुन्छ। किनभने सबै पक्षको समेटेको अवस्था हुन्छ, यसमा सबै पक्षको इन्ट्री हुन्छ। त्यसैले यसलाई वैज्ञानिक, पूर्ण र यथार्थ चित्रण गर्न सक्ने गरी यसलाई हामीले भन्न सक्छौँ। प्रयोगको आधारमा नगदमा आधारित के छ भने नेपालको सरकारी लेखा प्रणालीमा बढी प्रचलनमा रहेको छ। अहिले पनि नगदमा आधारित चाहिँ हेर्नु छ नेपालको विनमना। यसै कारणले त भ्रष्टाचार भइराखेको छ नि। अहिले पनि नगदमा आधारित, तर उधारीमा, दायित्वमा, के अरे सम्पत्तिहरूको हाम्रो के अरे जिन्सी खाताहरूको त्यो हाम्रो यो सम्पत्ति होइन र? के त्यसको चाहिँ खाता लेखाजोखा राख्नुपर्ने होइन र? तर हेर्नुहोस् मात्र नगदमा राख्ने। त त्यसैले नेपालको सरकारी लेखा प्रणालीमा यो बढी प्रचलनमा छ। किनभने हामीले यो जुन प्रोद्भावी छ नि, यो प्रोद्भावी लागू गर्नको लागि धेरै जनशक्ति चाहियो, तालिमयुक्त, शिक्षायुक्त, दक्ष जनशक्तियुक्त होइन, त्यो जानेको, बुझेको, पढेको, लेखेको हुनुपर्छ नि होइन। हाम्रो नेपालमा कति सिए पास भइरहेछ हेर्नुहोस् त, एकदम कम छ। सिए नै छैन, पढे लेखेको एकदम गुणस्तरयुक्त सिए छैन क्या। अब त्यो नजानेको कारणले त हाम्रो त यो प्रोद्भावी कहाँबाट हुनु हो, मान्छे हुँदैन नि। त्यसैले
यो चिजलाई हामीले के बुझ्नु पर्यो भने एकदम यो हाम्रो जुन एकुरल बेसिस छ, जुन हामीले वैज्ञानिक पूर्ण जटिल यथार्थ अवस्था चित्रण गर्न सक्ने यो हाम्रो प्रोतभावीमा आधारित छ। र अर्को कुरा हामीले प्रयोगको आधारमा यो नेपालमा प्रयोग भएछ भने यो नाफामूलक र ठुला व्यवसाय सङ्गठनहरूको लागि उपयुक्त छ। जस्तै अब ठुल्ठुलो व्यवसाय ठुल्ठुलो कम्पनीहरूले र सबैले यो लागू पर्ने मलाई लाग्छ कि सरकारी होस् चाहे नाफा होस् चाहे त्यो ठुलो व्यवसाय होस् सबैले लागू गर्ने यो उपयुक्त खाले यो प्रोतभावी आधारित प्रोतभावी एकुरल बेसिस एकाउन्टिङ सिस्टम हो भन्न मलाई लाग्छ। किनभने यो मात्र नाफामूलक र व्यवसायिक सङ्गठनले उपयुक्त होइन, सरकारी कार्यालय पनि त हाम्रो ठुलो हो नि, ठुलो व्यवसायिक सङ्गठन हो नि। यो भन्न खोजेको कि यो नेपालको सरकारी लेखा प्रणालीमा छन् होइन, साना मझौला होइन, त्यसको लागि यो आधारित नगदमा मात्र कारोबार गर्ने व्यक्तिगतको लागि। तर प्रोतभावी आधारित भनेको नाफामूलक हो, ठुला व्यवसायिक सङ्गठनहरूको लागि एकदम उपयुक्त छ। अनि बसलात भनेको ब्यालेन्स सिट भन्छ। ब्यालेन्स सिट एउटा यस्तो चिज हो जुन कम्पनीको सब काचा चिटा त्यसबाट थाहा हुन्छ, नाफामा गइरहेछ कि घाटामा गइरहेछ, कुन बेला कारोबार कस्तो भयो, कुन सामान आयो, कस्तो आम्दानी भयो, कस्तो खर्च भयो, सब कुराको एउटै पानाबाट एउटै ठाउँबाट हामीले यो कम्पनीको बारेमा सबै विवरण थाहा पाउनुपर्ने जुन एउटा सिट हो, जुन बसलात भन्छ, त्यसलाई ब्यालेन्स सिट भन्छ। त्यसलाई हामीले ब्यालेन्स सिट भन्ने गर्छौँ। जुन हाम्रो नगदबाट आधारित बसलात तयार पार्न सक्दैन, ब्यालेन्स सिट तयार गर्न सक्दैन। किनभने मात्र एउटै पक्षको राखेको हो, इन्ट्री गरेको हो भने अरू पक्षहरूको समेटिएको छैन भने त्यो ब्यालेन्स सिटबाट कसरी तयार पार्न सक्छ? ब्यालेन्स सिट हुनै सक्दैन, तयार पार्न सक्दैन। किनभने ब्यालेन्स सिट तयार पार्नको लागि सब पक्षको इन्ट्री हुनुपर्छ, सबै पक्षको कारोबारको रेकर्ड हुनुपर्छ भन्न खोजेको हो क्या। त्यसैले यो नगदमा आधारितमा ब्यालेन्स सिट तयार गर्न सकिँदैन, बासला तयार गर्न सक्दैन। प्रोतभावीमा त सबै आयामको सबै जे जति कारोबार भएको छ, कारोबार भएकै समयमा यदि रेकर्ड गरिएको छ, आर्थिक कारोबारको चित्रण गरिएको छ भने त्यहाँबाट ब्यालेन्स सिट तयार पार्न सजिलो हुन्छ। र जब ब्यालेन्स सिट भयो भने त्यो कम्पनी अथवा त्यो सरकारी कार्यालय नाफामा हो कि घाटामा हो, कसरी त्यो सञ्चालन भइराखेको छ, कुन आम्दानी कसरी खर्च भयो होइन, कुन योजना कसरी चलेको, सब कुरा यसबाट थाहा हुन सक्छ। त्यसैले यसमा ब्यालेन्स सिट तयार पार्न सक्छ। अब आउनुहोस्, यो लेखा का आधारहरू नगद र प्रोतभावी हामीले सकिसक्यो। अब अर्को स्लाइडमा हेर्नुहोस्, नेपालको सरकारी लेखा प्रणालीमा रहेका समस्याहरू के हुन् त? समस्या छ नेपालमा, सबभन्दा समस्या छ। जस्तै नगदमा आधारित भएकोले सरकारको सम्पूर्ण सम्पत्ति र दायित्व को यथार्थ जानकारी दिन नसक्नु। किनभने नगदमा आधारित छ, त नगदमा आधारित भएकै कारणले त हेर्नुहोस् त, तिर्नुपर्ने उधारो रकम, प्राप्त गर्नुपर्ने राजस्व, यसको कुनै रेकर्डै हुँदैन, यसको कुनै इन्ट्री नै हुँदैन। किनभने नगदमा आधारित छन्। त्यसैले यो एकदम सबभन्दा ठुलो समस्या हो, यथार्थ चित्रण गर्न सकिँदैन। त्यसैले यो नेपालको एउटा हाम्रो लेखा प्रणालीको समस्या हुन्छ। जिन्सी लेखाको पूर्ण रूपमा दोहोरो लेखा पद्धतिमा नराख्नु। हेर्नुहोस् त, जिन्सी लेखा जुन छ नि त्यसको पूर्ण रूपमा दोहोरो लेखा पद्धतिमा नराखिने हो क्या। किनभने जिन्सी भनेको हामीले के बुझ्यौँ पहिला, हामीले जिन्सी भनेको नगदभन्दा बाहिरको कारोबार, जस्तै कुनै डेस्क हुनसक्छ, बेन्च हुनसक्छ, भवन हुनसक्छ, कार्यालयको कुनै सम्पत्ति हुनसक्छ होइन, ल्यापटप, जे जति हाम्रो मिसलेनियस सामानहरू हेरिरहेछौँ पैसा बाहेक, चाहे एउटा डट पेन होस्, चाहे एउटा डेस्क होस्, बेन्च होस्, ल्यापटप होस् होइन, कार्यालयमा हामीले जुन भौतिक सामानहरू हेर्छौँ नि त्यही यो जिन्सी सामान जुन नगदभन्दा बाहिर हो। त्यसको पनि त कारोबार र लेखाजोखा हुनु पर्यो नि। तर त्यो लेखाजोखा हाम्रो यो एकाउन्ट सिस्टम हाम्रो इन्ट्री हुँदैन, इन्ट्री भए पनि त्यसमा प्राथमिकता हुँदैन। त्यसै कारणले यो सबभन्दा ठुलो समस्या हो, त्यसलाई अभिलेख तयार पार्न सकिँदैन भन्न खोजेको। त्यसैले यो सरकारी लेखा प्रणालीको पनि समस्या हुन जान्छ। नतिजामुखी नभई बढी नियन्त्रणमुखी हुनु, पेशेकीलाई खर्च मान्ने परिपाटी हुनु। यो के भन्न खोजेको हो भने नतिजा चाहिँ नदिने, मात्र फर्मालिटी पुरा गर्ने, नियन्त्रण गर्ने। यो कागज कहाँ छ, त्यो कागज कहाँ छ, यो योजनाको कागज कहाँ गयो, यो कसरी चलायो, यो योजना चलेपछि त्यो विकास भयो कि भएन, गुणस्तरयुक्त विकास भयो कि भएन, त्यो भन्दा पनि माथिले तललाई कन्ट्रोल गर्ने, फेरि तलवालाले माथि फेरि आफूभन्दा तलको कन्ट्रोल गर्ने, मात्र घुमी आफ्नो फर्मालिटी मात्र पुरा गर्ने, नियन्त्रण मात्र गर्ने। त्यो वास्तविकता काम भयो कि भएन त्यसलाई छोडेर मात्र कन्ट्रोल, आफ्नो प्रक्रिया पुरा गरिदिने, सकियो। मात्र नियन्त्रण गर्ने कि उसलाई नियन्त्रण गर्ने, उसलाई नियन्त्रण गर्ने, माथिले तलले फेरि तल होइन, यो मात्र कन्ट्रोल गरेर राख्ने। त्यो वास्तविकता एकाउन्टिङ किन भएको हो होइन, के का लागि गरिएको हो त्यो नसोचेर मात्र कन्ट्रोल गर्ने कि। अनि पेशकी भनेको एडभान्स पैसा, जुन कार्यालय परियोजनाका लागि हामीले कुनै काम गर्नको लागि जुन पैसा हामी लिन्छौँ त्यो पैसाको फर्छौट बिना नै खर्च जनाइदिने। यो पैसा त म त कार्यालयबाट लिएको हुँ, तर सबै खर्च भइसक्यो है, 5,000 लिएको 5,000 खर्च भइसक्यो, फर्चौट भन्नुको त के गर्ने, सबै खर्चमा ल्याइदिनु भनेको। त्यो त फर्चौट गर्नुपर्ने चिज हो नि, फर्चौट गर्नुपर्ने कारोबार हो नि, तर गर्दैन, फिर्ता गर्ने त माने नै हुँदैन होइन। त्यसैले यहाँनिर के भनेको छ भने पेशेकीलाई खर्च माने परिपाटी हुनु, यो पनि एउटा नेपालको समस्या हुन आउँछ।
केन्द्रीय विभेद तयार गर्न गाह्रो हुन्छ। किन गाह्रो हुन्छ? केन्द्रमा त हामीले ओपरेसन लेभलको अनि सेन्ट्रल लेभलको एकाउन्टिङ सिस्टम पढेका छौँ होइन पहिला, तर यो केन्द्र लेभलमा विवरण नै तयार हुँदैन। किनभने अर्थ मन्त्रालयले अर्कै प्रतिवेदन निकालेको हुन्छ, राष्ट्र बैङ्कले अर्कै प्रतिवेदन निकालेको हुन्छ, महालेखा परीक्षकले हिसाबै मिलाएको हुँदैन। यो तिनटाले गर्ने भनेको समग्र रूपमा हेर्नु भने अर्थ र राष्ट्र र महालेखाले तिनटैले लेखा प्रणालीको जुन सरकारी लेखा प्रणालीको नियन्त्रण गरेको हुन्छ। तर यी तिनटै छुट्टै छुट्टै रूपले आफ्नो आफ्नो कार्य गरेको हुन्छ। समन्वय हुँदैन, सहकार्य हुँदैन, कुनै कोर्डिनेट हुँदैन होइन, आफ्नो आफ्नो पारामा घुमिराखेको हुन्छ। त्यसैले केन्द्रीय विवरण तयारै हुँदैन, ठोस हाम्रो एउटा प्रतिवेदन नै निस्किँदैन होइन। यसले आफ्नो तरिकाले ढङ्गबाट काम गर्छ, उसले आफ्नो तरिकाबाट काम गर्छ, अर्थ मन्त्रालयले होइन अर्कै तालमेल हुन्छ भनेको त्यो कोर्डिनेट हुँदैन कि सबैमा, आपसमा कोर्डिनेट नभएको कारणले केन्द्रीय विवरण तयार गर्न गाह्रो हुन्छ। त्यसैले यो बुलेट हाम्रो नेपालको सरकारी लेखा प्रणालीको समस्या हुन जान्छ। तिनै तहका सरकारको एकीकृत वित्तीय विवरण तयारमा कठिनाइ र निकायहरूबीच कमजोर समन्वय, त्यही कुरा सबै तहहरू एक आपसमा नमिल्नु, एकीकृत विवरण तयार नहुनु होइन, एकदम कठिनाइ हुन्छ। समन्वय एकदम कमजोर हुन्छ। समन्वय भनेको त सँगै मिलेर काम गर्ने होइन, त्यो एकदम कमजोर हुन्छ। उसले आफ्नै ढङ्गले प्रतिवेदन निकालिदिएको हुन्छ होइन, बिना सोधिकन, बिना कोर्डिनेट गरिकन होइन, जे मनमा लाग्यो आफ्नो कार्यालयमा के भएको छ आफ्नो हेर्ने, सबैतिर हेर्ने र बिना समन्वय गरिकन रिपोर्टहरू निकालिदिने। म्याच होस् नहोस् त्यससँग कुनै सरकारको विषय नै हुँदैन हो। त्यो भनेको एउटा सबभन्दा समस्या हो। तिनै तह भन्नुको अर्थ सङ्घ, प्रदेश र स्थानीय तह भन्न खोजेको। स्थानीय तहले छुट्टै प्रतिवेदन निकाल्छ, प्रदेशले त छुट्टै हुन्छ, सङ्घले फेरि छुट्टै हुन्छ। तिनटैको मिल्नु पर्यो नि, मिल्दैन क्या। तिनटै एक आपसमा कोर्डिनेट र समन्वयको एकदम कमजोरको कारणले, कमजोरीको कारणले हाम्रो यो एकदम कठिनाइ हुन जान्छ सरकारी लेखा प्रणालीमा। र एकीकृत सरकारी लेखा प्रणाली यो सिग्यास छ, सूत्र छ, यसको कार्यान्वयन, यो सिग्यास भनेको त यो कम्प्युटराइज विधिबाट हाम्रो लेखा राख्ने प्रणाली भयो कि वैज्ञानिक हो। सूत्र हाम्रो स्थानीय तहको भयो, सिग्यास भनेको सेन्ट्रलमा हुन्छ। यो के भन्न खोजेको भने यो सिग्यास चलाउने पहिला एउटा त दक्ष जनशक्ति नै छैन, कम्प्युटर जानेको मान्छे नै छैन। अहिले पनि यो फाइलमा होइन, त्यो फिजिकल यो कपीमा, यो रजिस्टरमा, डायरीमा राख्ने चलन चल्ती छ, परम्परा ती सोच होइन। चलाउन जान्ने मान्छे नै छैन, चलाउन जान्ने पनि अल्छी गर्छ। इन्ट्री गरिसकेपछि पनि डाटाहरू डिलिट हुने अवस्था हुन्छ, सुरक्षा छैन, साइबर सेक्युरिटी छैन होइन, विद्युत छैन, सर्भर डाउन हुन्छ होइन, सफ्टवेयरमा प्रणालीहरू हुन्छ, त्यसको मेन्टेनेन्स र सर्भिस हुँदैन, एकदम अप्ठ्यारो हुन्छ कि। डाटा राख्न पनि अप्ठ्यारो छ। एउटा त जान्ने नजान्ने मान्छेहरू हुन्छ, नजान्ने मान्छेहरू हुन्छ, जानिसकेपछि पनि हाम्रो यो प्रणाली राम्रोसित चल्दैन। सिग्यास कहिले बिग्रेको अवस्थामा हुन्छ, सूत्र पनि बिग्रेको अवस्थामा हुन्छ, केही प्रणालीहरू खराबी आएको हुन्छ, महिनौदेखि त्यसलाई मेन्टेनेन्स गरेको हुँदैन। अब त्यहाँ कहाँ टिपोट गर्ने हो? कम्प्युटरमा त्यो सफ्टवेयर खुलिरहेको छैन, सबै डिजिटल बनाइसकेको छ, तर अब त्यो केही क्षणको लागि 1 महिना 2 महिना नचल्यो, अब फेरि कागजमा अब लेखा गर्नु पर्यो। यो पटक भइरहने अवस्था हो। यो दुःख एकदम कार्यालयहरूमा भइरहने अवस्था पनि हो। यो सिग्यास र सूत्र भनेको एउटा कम्प्युटर सफ्टवेयर हो, जहाँ लेखा प्रणाली कागज प्रक्रियामा नभएर कम्प्युटरमा इन्ट्री गर्छ, जसले केन्द्रमा डाइरेक्ट बिना सोधिकन एकै क्लिकमा हेर्न सकिने, सब कारोबारहरू एकैचोटिमा थाहा पाउन सक्ने एउटा सिस्टम हो सिग्यास। एकीकृत सरकारी लेखा प्रणाली भनेको एउटै सब 77 कार्यालयले एउटै बिन्दुमा जोड दिने हो कि, त्यही हो कि सिग्यास र सूत्र हो। त्यसको कार्यान्वयन एकदम कमजोर छ होइन, सुरक्षा एकदम कमजोर छ, जोखिममा छ। त्यसैले यो नेपाली सरकारी लेखा प्रणालीको समस्या हुन आउँछ। र लेखापालनमा संलग्न कर्मचारी व्यावसायिकता र दक्षताको कमी छ, सही हो। प्रोफेसनलिजम छैन, कम्प्युटर जान्ने मान्छे छैन, चलाउन जान्ने मान्छे छैन होइन, त्यो लेखाको कारोबार गर्ने पढे लेखेको मान्छे छैन, पढे लेखेको पनि गुणस्तरित त छैन, पढेको त छ, डिग्री त छ, नाम त निकालेको छ, तर लेखै गर्न आउँदैन। प्रोफेसनलिजम छैन, तालिम प्राप्त छैन, दक्ष छैन होइन, उसमा क्षमतै छैन लेखाजोखा राख्ने होइन, आफ्नै ढङ्गले लेखाजोखा राखेको हुन्छ। पढ्नलाई डिग्री गरेको छ तर गर्न आउँदैन, के गर्ने हो? त्यसले तालिम प्रदान गर्नु पर्यो, सरकारद्वारा तालिम प्रदान हुँदैन। यो पनि एउटा सरकारी लेखा प्रणालीको समस्या हुन आउँछ। योभन्दा पनि धेरै थुप्राहरू समस्याहरू छ, जस्तै भ्रष्टाचार हुनु, नियन्त्रण गर्न नसक्नु, पारदर्शिताको कमी हुनु होइन, यस्तो धेरै बुलेटहरू यसमा थप्न सकिन्छ। संरचनाको कमी हुनु होइन, हाम्रो संरचना पनि त छैन नि, एकदम फाइलहरू च्याङ भएर बसेको हुन्छ कार्यालयमा होइन, त्यो कुनै एउटा एकदम चिटिक्क भएको हुँदैन, एकदम क्लिननेस एउटा वातावरण मिलेको हुँदैन होइन लेखाजोखाको। यो हाम्रो नेपालको सरकारी लेखा प्रणालीको समस्याहरू हुन आउँछ। यो सरकारी लेखा प्रणालीको समस्यासम्म हामीले पढ्यौँ होइन, भोलि हामीले अर्को पनि यसभन्दा जुन बाँकी छ, यो च्याप्टरको नामै सरकारी लेखा प्रणाली र लेखा परीक्षण होइन, दुईटा च्याप्टर यहाँ जोडिएको छ, जुन हामीले सरकारी लेखा प्रणालीको बारेमा यहाँसम्म पढ्यौँ र अब हामीले लेखा परीक्षणको बारेमा पढ्छौँ। आजको लागि यतिकै।
केही कमी कमजोरी भयो भने त्यसको लागि म माफी चाहन्छु। यो हाम्रो एकदम एउटा हामीले पढ्ने पढाउने एउटा सिलसिलाको अभियान सुरु गरेको छु र यो सुरु हुँदाखेरि धेरै विद्यार्थीहरूले सजिलो पनि हुन्छ र तपाईँहरूले पनि ट्राई गर्न सक्नुहुन्छ। मैले पावर पोइन्ट बनाइदिइसकेको छु। पावर पोइन्ट बनाइसकेपछि तपाईँ आफैले मोबाइलमा एउटा रेकर्ड गरेर र तपाईँले कसरी एक्सप्लेन गर्न सक्नुहुन्छ त्यो पनि एउटा अभ्यास पनि हुन्छ र पढाउनु भन्नुको अर्थ पढ्नुभन्दा पनि एकदम राम्रो र उत्तम काम हो र यो सबै कुरा तपाईँको बुलेटमा के अरे दिमागमा यो सबै बुलेटहरू याद हुन्छ है। जस्तै तपाईँ पनि पढेर अरूलाई पनि सिकाउन सक्नुहुन्छ। थ्याङ्क यू सो मच फर वाचिङ दिस।